हेलो हजुर नमस्कार सबैलाई मेरो युट्युबका सब्सक्राइबरहरू। अनि आज 2083 साल जेठ 16 गते शनिबारको दिन हामी मेरो परिवार म अनि भाइ बुहारी र दुईटा छोराछोरी सँगै हामी शनिबारको दिन मामाको घर यानि कि भाइको ससुराल गएको थियौँ। यता चाहिँ बाटोमा जाँदाखेरि खेतमा मामाले मोटर जडान गर्न लाग्नु भएको थियो। उहाँ मिस्त्री हुनुहुन्छ। यता मोटरको फिटिङ हुँदैछ। हेर्नुहोस्, अब सिजन पनि आयो धानको। अनि यता मामाजी जेठा मामा हुनुहुन्छ अनि माइला मामा चाहिँ घर हुनुहुन्न, अलि बाहिरतिर हुनुहुन्छ। यो सानो भिडियो बनाएको छु हजुरको माझमा। अनि माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। एउटा सानो भ्लगर हैन, सुरुवात गरिरहेको छु। हेर्नुहोस् कस्तो छ, प्रतिक्रिया दिनु होला। अनि यता धानको बिउ पनि राख्नु भएको छ मामाजीले, हेर्न सक्नुहुन्छ। यो तपाईको जगवडा नदीको किनारमा रहेको छ दृश्य। बिहानको लगभग 8 बजेको समय थियो। यता हाम्रो भाइ परिवार र मुवाइली बुहारी। अनि यो रुख चाहिँ हामी काटेर घर दाउरा जलाउनको लागि काट्नको लागि आएको छौँ। यता भाइ चाहिँ काटिरहेछ, उता बच्चाहरू आफ्नो धुनमा खेलिरहेछन्। अनि यता चाहिँ हाम्रो माहिर र छोरो अनि छोरी नैना अलिअलि रमाउँदैछौँ अनि बोलिरहेछौँ। अनि म चाहिँ यता बसिरहेको छु अनि बच्चाहरूले माया